सबैजना नमस्कार, म अशोक। खासै यसरी फेस ओन भिडियो बनाउनु त मेरो त्यस्तो खास बानी त छैन र त्यस्तो छैन। तैपनि मेरो एउटा बानी छ, त्यो बानी अनुसार चाहिँ त्यो बानीलाई चाहिँ मैले एउटा प्रस्तुत गर्नलाई चाहिँ मैले भिडियो बनाउन गइरहेको छु। मलाई जसले नजिकबाट चिन्नुहुन्छ उहाँहरूलाई थाहा छ, मलाई कथा सुन्न, पढ्न र सुनाउन पनि लाग्छ। त्यही अनुसार चाहिँ यो भिडियो चाहिँ आज त्यसकै विशेषमा त्यसै वरिपरिमा बनेको छ। कथाहरू साहित्यहरू चाहिँ के हुन्छ नि, लेखिनुपर्छ, सुनिनुपर्छ र सुनाइनुपर्छ भन्ने चाहिँ मेरो धारणा हो। किन भन्दाखेरि कथा वा कविता या साहित्यहरूमा चाहिँ कथा कविता मात्रमा चाहिँ त्यो रमाइलोको लागि मात्र नभएर चाहिँ कथा कविताहरूमा चाहिँ के हुन्छ नि, त्यो लेखिरहँदाखेरि त्यो विषयवस्तुमा लेखिरहँदाखेरि चाहिँ त्यो बेलाको चाहिँ त्यहाँको अवस्थाहरू, त्यहाँको संस्कृतिहरू, त्यहाँको चाहिँ विभिन्न कुराहरू बारेमा समेटिएको हुन्छ। अब यिनी कथाहरू लेखियो भने चाहिँ सुनियो या सुनाइयो भने चाहिँ के हुन्छ नि, आउने पुस्ताले पनि त्यो कुराहरू बुझ्न पाउँछ होइन। अनि त्यो कुराहरू चाहिँ आउने पुस्ताले पनि सिक्न सक्छ। त्यही भएर चाहिँ यी कथाहरू चाहिँ सुनाइनुपर्छ भन्ने मेरो चाहिँ आफ्नो विचार हो, आफ्नो धारणा हो। त्यही अनुसार चाहिँ मलाई चाहिँ कथा सुन्न र सुनाउन मनपर्छ। त्यही अनुसार आज चाहिँ मैले चाहिँ कथा चाहिँ आफूले एउटा चाहिँ सानोमा पढेको कथा थियो, सायद म कक्षा 4मा हुँदा हो क्या, सायद कक्षा 4-5मा पढ्दाखेरि चाहिँ थाहा भएन, त्यो घरमा चाहिँ त्यो एउटा पुस्तक थियो, कहाँबाट आयो थाहा भएन। त्योमा चाहिँ मलाई एकदमै आफूलाई चाहिँ नजिकबाट एकदमै लागेको कथा चाहिँ एउटा थियो कि त्यो कथा चाहिँ आज तपाईँ सामु मैले भन्न गइरहेको छु। खासै त्यस्तो विशेष त छैन, तैपनि म चाहिँ के धारणा राख्छु भन्दाखेरि चाहिँ जे कुराको पनि आफ्नो विचार हुनुपर्छ, आफ्नो धारणा हुनुपर्छ। मैले कथा सुनिरहँदाखेरि मैले एउटा हिसाबले बुझ्छु, तपाईँले आफ्नो हिसाबले बुझ्न सक्नुहुन्छ। मैले बुझेको अनुसार चाहिँ एउटा कथा थियो कि जुन कथामा चाहिँ कस्तो भन्दाखेरि कुनै पनि कुराको चाहिँ सही र गलत हुन्छ नि त है, हो त्यस्तै चाहिँ कुनै कुराको चाहिँ के हुन्छ नि, सही र गलत बाहेक बिचको पनि बाटो हुन्छ। त्यो बाटो चाहिँ आफ्नो विवेकले, आफ्नो चाहिँ दिमागले चाहिँ पत्ता लगाएर चाहिँ कुनै समस्याबाट समाधान हुन सकिन्छ, समाधान निकाल्न सकिन्छ भन्ने बारेमा चाहिँ यो कथा रहेको थियो। अघि कथा चाहिँ के थियो भन्दाखेरि चाहिँ जो सत्ययुगको बेला है, सत्ययुग भनेको सबैलाई थाहा छ है। सत्ययुगमा चाहिँ सबै कुराहरू चाहिँ एकदमै सत्य नै हुन्थ्यो भन्ने चाहिँ छ। कथा कसरी सुरु हुन्छ भन्दाखेरि सत्ययुगमा चाहिँ एउटा ऋषि थिए। ऋषि चाहिँ एउटा जङ्गलको बिचमा बस्थे। त्यो बेलामा चाहिँ आफ्नो कुटीमा चाहिँ बस्थे। अनि कुटीमा चाहिँ ध्यान गरिरहेको बेलामा चाहिँ त्यही बेलामा चाहिँ कताबाट थाहा भएन, एउटा हिरण चाहिँ अलिक घाइते हिरण चाहिँ तिनको सामु आउँछ। अनि त्यो हिरणले चाहिँ आएर चाहिँ ऋषि मलाई चाहिँ एउटा सिकारीले चाहिँ मार्न खोजिरहेको छ, म चाहिँ पूर्व दिशातिर जान्छु, सिकारी आयो भने चाहिँ म गएको दिशातिर चाहिँ नभनिदिनु, म यता गएको छोरा नभनिदिनु भन्छ। अनि त्यो भनिसकेपछि हिरण चाहिँ पूर्व दिशातिर जान्छ। अनि केही समयपछि चाहिँ सिकारी आउँछ। सिकारीले चाहिँ ऋषिलाई नमन गरेर अनि चाहिँ सोध्न थाल्छ, मैले चाहिँ एउटा हरिणको शिकार गर्न खोजिरहेको छु, अनि उसलाई मैले भर्खर एउटा बाण हानेको थिएँ, ऊ घाइते हरिण चाहिँ कता गयो होला, तपाईँलाई थाहा छ मलाई भनिदिनु भन्छ। अब सत्ययुगको बेला थियो, अब ऋषि हो होइन, ऋषिले चाहिँ अब झुट बोल्नु पनि भएन। त्यो बेलामा चाहिँ ऋषिलाई अब दुविधा पर्छ, भनौँ त हरिण मर्ने भयो, अब झुट बोलौँ त यता गलत दिशा भनिदिउँ त झुट बोलेको पाप लाग्ने भयो। अब त्यो बेलामा ऋषिलाई धर्म सङ्कट पर्छ, अब के गर्ने भन्ने हुन्छ। अब त्यो बेलामा चाहिँ अब के गरौँ भन्ने दुविधा परेको बेलामा ऋषिले प्याट्ट भनिहाल्छन्। के भन्छन् भन्दाखेरि देख्नेले बोल्दैन, बोल्नेले देख्दैन होइन। के अरे, देख्नेले बोल्दैन र बोल्नेले देख्दैन। यदि भनिसकेपछि सिकारीले उनको कुरा बुझ्छ र आफ्नो बाटो जान्छ। अब होइन, एक दिशातिर जान्छ, त्यो भ्याइन्छ, कथा यतानिर भ्याइन्छ। अब ऋषिले अब के भन्यो त भन्दाखेरि देख्नेले बोल्दैन र बोल्नेले देख्दैन है। यहाँ चाहिँ ऋषिले चाहेको भए चाहिँ हरिण पूर्व दिशातिर गएको छ भनेर भनिदिएको भए त के हुन्थ्यो भन्दाखेरि चाहिँ हरिणको सिकारीले भेट्थ्यो, सिकारीले हरिणको हत्या गर्थ्यो, शिकार गर्थ्यो, सकिन्थ्यो, अनि त्यो पाप चाहिँ ऋषिलाई लाग्थ्यो। अब ऋषिले चाहिँ अब गलत दिशा भनिदिएको भए उनलाई गलत झुटो बोलेको आरोप लाग्थ्यो, उनलाई पाप लाग्थ्यो है। त्यो बेलामा उनले आफ्नो दिमागको विवेकको प्रयोग गरेर के भन्यो भन्दाखेरि चाहिँ देख्नेले बोल्दैन र बोल्नेले देख्दैन भनेको छन् है। यो अर्थ के हो, देख्नेले बोल्दैन, देख्ने भनेको के हो, आँखाले देख्छ तर आँखाले बोल्दैन है।
अनि बोल्नेले देख्दैन भनेको चाहिँ के हो? बोल्नेले देख्दैनको हाम्रो चाहिँ मुखले चाहिँ देख्दैन है। यतिखेर चाहिँ उसले आफ्नो विवेकको प्रयोग गरेर चाहिँ यो कुरा भनेका थिए है। त्यसैले चाहिँ हरेक कुराहरूमा चाहिँ सही र गलत भन्ने हुन्छ। अब त्यो बेलामा चाहिँ कोही बेलामा चाहिँ आफ्नो परिस्थिति अनुसार चाहिँ सही र गलत थाहा हुँदै पनि केही कुरा चाहिँ परिस्थितिलाई छोडिदिनुपर्छ। आफै चाहिँ ल आफ्नो विवेक प्रयोग गरेर ल आफै चाहिँ गर भनेर चाहिँ छोडिदिनुपर्छ भन्ने चाहिँ मैले यो कथा पढिरहँदा चाहिँ आफूले चाहिँ एउटा चाहिँ मोरल अर्थात् मोरल मैले यहाँबाट लिएको थिएँ। त्यही नै थियो कथा चाहिँ, यति नै थियो कथा। यसरी चाहिँ मैले सुनाउन खोजिरहेको थिएँ। ओके, यही नै यो कथा। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। यो कथा बैकुण्ठमा जाला, भन्नेलाई टुप्पीको आइजाला। हस्त, धन्यवाद।